हेलो साथीहरू, आज फेरि पनि तपाईँहरूको अगाडि आएको छु चिकन राइस लिएर हो। अनि चिकन राइस देखाउँछु तपाईँहरूलाई। चिकन, यो आलुदम, यो राइस, अनि यहाँ छ दाल। दाल चाहिँ म बेसी खाँदिनँ, त्यही भएर कम्ती लिएर आएको। सुरु गरेँ ल। आज चाहिँ डल्ले नखाएको, किनभने चिकनमा अलिकति पिरो बनाएको छु कि, चिकन र आलुदम अलिक पिरो बनाएको छु, त्यही भएर। पिरो निकै हालेको हौ। अलिक पिरो पिरो बनाएको छु। खाएला पानी छ यसमा? खाएन तिमीले पानी? प्रियहरू, खासै त अब धेरै आइटम त छैन, तर पनि हामीले किन चाहिँ यसरी भिडियो बनाएर तपाईँहरूलाई देखाएको भन्दा चाहिँ नि, बेलुकाको होस् चाहे बिहानको होस्, तर बुढाबुढीसँगै बसेर खाएको खानामा नि स्वादै फाल्टै हुन्छ। त्यही भएर हजुरहरू पनि कहिलेकाहीँ बुढाबुढी बेग्लै बेग्लै भात खाने बानी छ भने चाहिँ आजदेखि रोक्नुहोस् है, बुढाबुढीसँगै बसेर भात खानुहोस्, मजा आउँछ। त्यति मात्र नभएर एउटा परिवारमा पनि एउटा आशिष आएको जस्तो लाग्छ मलाई चाहिँ। झोल भएको सब्जी किन नहोस्, मिठो हुन्छ। साथीहरू, म यो भात खाँदै गर्दा के भन्छु भने नि, आज धेरैचोटि कतिजना बुढाबुढीहरू सँगै बसेर भात खाँदैन होइन, बुढी एक छुट्टै बुढा छुट्टै बसेर भात खाइरहेको हुन्छ। तर वास्तवमा के भने नि, बुढाबुढीसँगै बसेर भात खानुको एउटा मजा त फाल्टै कुरा छ, परिवारमा एउटा आशिष पनि हुन्छ होइन। अनि अर्को कुरा, भात खाँदै गर्दा नि साथीहरू, चाहे नुन नलागेको होस्, चाहे मिठो होस्, चाहे नमिठो होस्, तर जहिले पनि पकाउने मान्छेको चाहिँ तारिफ गरिदिनु होला। किनकि आज तपाईँले तारिफ गर्नुभयो भने अझै माया बढ्छ, भोलि अझै मिठो पाउनुहुन्छ तपाईँले। यस्तो छ कथा चाहिँ। आज अन्डा उसिनेन, आज अन्डा उसिनेन भनेको।